ल हामी चाहिँ अब घाँस काट्न हिँडेको। अब आज फेरि अर्को दिन अब फेरि घाँस काट्न गइयो। उहाँ मेरो बाबा हुनुहुन्छ। ल बाबा यहाँ हेरिदिनु एकखेप। हो बा घाँस काट्न। ल बाबा पनि घाँस काट्न हिँड्नु भयो। उहाँ आमा मेरो दिदी हामी रेडी भएर अब घाँस काट्न गइयो। ल आफू चाहिँ डोको बोक्यो हो। टोपी लगाउँछु मैले। अब लाइयो अब जङ्गली टोपी हिँड्ने अब। ल आफू नि हिँड्यो अब घाँस काट्न। यो चाहिँ हाम्रो गाउँघर हो। यो बाटो हो, यहाँबाट घाँस काटेर आउने बाटो यो ठाडै उकालो छ। यो गेनी घाँस, यहाँ अब यतातिर गेनी घाँस भनिन्छ, नेपालतिर विकासे घाँस भन्छन्। यो चाहिँ अब हाम्रो गाउँ हो। गाउँको नाम चाहिँ झारगैरी हो। आज चाहिँ हामी अलि टाढा गयो। अलि टाढाको बाटो छ। आज चाहिँ 2 किलोमिटर टाढा छ घाँस काट्न जाने। यो फरेस्ट भयो। यी चाहिँ खेतमा रोपेका मकै हुन्। खसियाले जस मकै सबै रोपेर नि भ्याए। यता मकै छ, यता अब सिमी रोपिराखेछ नि। यो सिमी हो। अनि त्यो पोखरी जस्तै चाहिँ त्यहाँ चाहिँ माछा पालेका रहेछन्। खसियाहरू जस मेहनतिला छन्। सब्जी रोपिहाल्छन्। अब सब्जी रोपेर भ्याएर धान रोप्ने बेला हुन्छ। यो चाहिँ ब्रह्मपुत्र ब्रिज हो। हामी टक्क ब्रह्मपुत्र ब्रिज पार गरिन्छ। ल यो चाहिँ अब खसियाको टमाटर हो। खसियाले टमाटर, सिमी, मकै त रोपेर भइसकेको छ नि। यो चाहिँ टमाटर हो। हामी चाहिँ अब घरबाट हिँडेको ट्याक्कै 25 मिनट भयो। आउन र जान 4 किलोमिटर छ। आज चाहिँ टाढै आइएछ घाँस काट्न। अर्को पाखोबाट अर्को पाखो आइयो। घाँस पाइन्छ कि पाइन्न? हजुर आज घाँस नपाइएला जस्तो छ। त्यही पनि अलिअलि अब काटेर लिएर जाने पर्यो। अब टाढा आइएछ। अर्को पाखो आयो हामी त। ल हामी चाहिँ ट्याक्कै जग्गामा आइयो। अब यही अलिअलि काट्नु पऱ्यो। कुटमिरोका बुट्टा रहेछन्। अनि अलिअलि भुइँ घाँस पनि रहेछ। ढुसुस रहेछ। अब यही काट्नु पऱ्यो। ल हाम्रो चाहिँ अब घाँस पुग्यो अहिले। 1-2 को काटियो, मजाले काटियो। आमाले नाम्लो हाल्दै हुनुहुन्छ। यो मेरो भारी हो के अरे। अनि यो चाहिँ आमाको हो। घाँस चाहिँ दुःखले पाइयो आज। अलिकति टाढा आयो। आउन जान 4 किलोमिटर छ। अर्को पाखोमा आइयो हामी त। अब चाहिँ हामी हिँडेको ट्याक्कै 10 बज्यो। अब जाँदा 10:30 पौने 11 बज्छ। ल हामी चाहिँ हिँड्यो अब हामी हिँड्यो घाँस पुगेर।